एकमुष्ट नमस्कार भन्न चाहन्छु। यो मैले भन्दा कति भनौँ, यो भनै साध्य छैन, गरी साध्य छैन भन्ने खालका गीतहरू छन् नि, त्यस्तै भइसक्यो। अब तपाईहरुले कसरी बुझ्नुहोस् भने आज देश यो स्थितिमा आइपुग्न सबैभन्दा ठुलो भूमिका कसको हो र यो देशको आज यो हालतमा पुग्ने, देशमा युवाहरू बस्न नसक्ने, युवतीहरू बस्न नसक्ने, हामीले घर बनायौँ, घरमा बस्ने छोराछोरी हाम्रै घरमा राख्न नसक्ने र हामी परानिर्भर हुने, हामी स्वाभिमान हुनुपर्ने, आत्मनिर्भर हुनुपर्ने, परनिर्भर हुनुपर्ने बाध्यता कसले सिर्जना गर्यो र आज के हुँदै आयो भन्ने कुरा मैले विगत 5-7 वर्षदेखि भन्दै आउँदाखेरि मलाई कति पनि आयो भने त्यो पनि ठिक छैन, त्यो पनि ठिक छैन, त्यो पनि ठिक छैन, यो दुर्गा प्रसाद जसको मात्रै विरोध गर्छ भनेर पनि भने आइरहेछ, कुरा आइरहेछ नि त। ठिक चाहिँ को छ त भनेर भन्छ हैन। हामीलाई हिजो 2046 सालमा प्रजातन्त्र चाहियो, प्रजातन्त्र पुगेन र गणतन्त्र चाहियो, गणतन्त्रले पुगेन र अब अहिले हामीलाई के चाहियो, के चाहिएको थियो र सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाइयो र 75 जना बच्चा मराइयो, के चाहिएको थियो ल भन्नुहोस् त। र कुन डिजाइनमा सिंहदरबार र सर्वोच्च अदालतमा आगो लाग्यो, यसको उद्देश्य के हो? यो त केही न केही उद्देश्य बिना त यो भएको छैन यत्रो घटना। र जसले सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउन उक्सायो, आगो लगाउने डिजाइन गर्यो, जो सिंहदरबारमा गएर आफैले आगो झोसे, जेल भत्काएर हिँडे, जेलका कैदीबन्दीहरू केही छन्, निर्दोष पनि भागे होला, दोषी मान्छे पनि भगाइयो। आज ती सबैलाई चुनाव चाहिएको छ, सबै नेताबाट हिँडेको छ। जसले सिंहदरबार र सर्वोच्च अदालतमा बन्द कोठामा बसेर डिजाइन गरेर सबै काम गरायो, उनीहरूलाई नै अघि बढाएको छ। मैले 3 दिन अगाडि एउटा कान्तिपुरको सोमा, कान्तिपुरले कहिले बोलाउँदैन थियो, मलाई बोलायो अनि मलाई सिकायो। अनि मैले भने म त त्यस्तो पढेको मान्छे होइन, तर पत्रकारिता चाहिँ मैले तपाईहरुलाई सिकाउनु पर्ने रहेछ भनेर भने क्या। मैले पत्रकारिता नबुझिया मान्छेहरूले पत्रकारिता गरेपछि आज यो स्थिति आएको। तपाईले के बुझ्नुहोस् भने मैले त्यो दिन हाम्रो कान्तिपुरका चेयरम्यान कैलाश सिरोया, कान्तिपुरका अध्यक्ष कैलाश सिरोयालाई नै अगाडि राखेर भनेको थिएँ। के भनेको थिएँ भने हामीले खोजेको पत्रकारिता त्यो होइन। एउटा बाल मन्दिर हुन्छ जहाँ अनाथ बच्चाहरू बस्छन्, त्यो बच्चाहरू बसेको ठाउँमा एउटा टेररिस्टको त धर्मै हो आतंक मचाउने, त्यहाँ ल्याएर टेररिस्टले एउटा बम राख्छ। तर त्यहाँ एउटा पत्रकारले पनि देखिरहेको छ, पत्रकार पनि हुन्छ, तर त्यो पत्रकार समाचारको हेडलाइन, पत्रिकाको हेडलाइन बनाउन र आफ्नो पत्रिका बेच्नको लागि, पैसा कमाउनको लागि नि त्यो बम कतिखेर ब्लास्ट हुन्छ र ती बच्चाका आँखा उछिटिएर जान्छन्, हात उछिटिएर जान्छन्, आन्द्रा भुँडी उछिटिएर जान्छ भनेर ऊ बसिरहेको हुन्छ, पर्खेर बसेको हुन्छ समाचार बनाउनलाई। तर त्यही ठाउँमा त्यही पत्रकारले चाहिँ पुलिसलाई बोलाएर खबर गरेर यहाँ यसरी चाहिँ नि बम ब्लास्ट हुँदैछ, यो बच्चाहरूलाई जोगाउनुपर्छ भनेर चाहिँ नि भन्ने खालको होला समाचार बन्थ्यो होला। ब्लास्ट भएर आन्द्रा भुँडी छरिँदा, आँखा निस्किएर हुँदा, हात चुडिएर जाँदाखेरि ठुलो समाचार बन्थ्यो होला। तर समाचार त सानो बन्थ्यो नि त। ठुलो समाचार बन्दा के भयो, धेर पत्रिका बिक्ने भयो, पैसा कमाइने भयो। समाचार सानो बन्दाखेरि पैसा नकमाइने भयो। त्यसले गर्दाखेरि हामीलाई सामाजिक उत्तरदायित्व बोकेको त्यो बच्चाहरू बचाउने पत्रकारिता चाहियो यो देशमा। मैले भनेको कुरो त्यो थियो। र
तपाईँहरूले गरिराख्नु भएको छ। र मैले अर्को कुरो के भनेको थिएँ भने कैलाश सिरोया दाइलाई नि अहिले पनि भन्छु, पर चन्द्रगिरीको समाचार डेट टु डेट आयो, तपाईँहरूलाई थाहा छ नि, हेडलाइनमा आयो वन फाडानी गर्यो, चन्द्र ढकालले जम्मै सक्यो भनेर। त्यसको 15 दिन पछाडि सेटलमेन्ट भयो, के सेटलमेन्ट भयो, त्यहाँबाट फेरि कान्तिपुरमै विज्ञापन आउन थाल्यो। अनि हामीले ठुला मिडिया जसले धेरै एल्गोरिदम प्रयोग गर्छ, सोसियल मिडिया प्रयोग गर्छ, पढेका लेखेका बुझेका एलिट वर्गका, यी भनेका एलिट वर्गका डिप स्टेटका मान्छे हुन्। नेपालमा पनि एउटा डिप स्टेट छ, ती डिप स्टेटका मान्छे हुन्। र तिनले के गर्छन् भन्दाखेरि सामाजिक उत्तरदायित्व बोकेको पत्रकारिता, अघि मैले भने नि बाल मन्दिरमा जोगाउने पत्रकारिता त्यो जसरी चाहिएको थियो, आज हामीलाई देश जोगाउने, यो मुलुक देखाउने, धर्म जोगाउने, संस्कृति जोगाउने पत्रकारिता चाहिएको छ। म तपाईँहरूसँग त्यो आश गर्छु। कुरा बुझ्नुभयो कि? अब हामी सबैजना मिलेर यो देश जोगाउन लागेनौँ भने अब देश पृथ्वीनारायण शाह, बडा महाराज धिराज पृथ्वीनारायण शाहले एकीकरण गरेको दिनदेखि यता एकपल्ट जङ्गबहादुर राणाले त्यतिखेर भण्डारखाल पर्व गरेर चाहिँ नि देश जोगाएको थियो। आज त्योभन्दा डरलाग्दो स्थितिमा देश पुगेको छ। यदि यो पल्टको चुनाव भयो, यो चुनावको उद्देश्य जेएनजीको माग के थियो? सिंहदरबारमा आगो लाग्यो, सर्वोच्चमा आगो लाग्यो, खोइ त भ्रष्टाचारलाई कारबाही भयो। कार्की आयोग कहाँ गयो? र कार्की आयोगलाई म एउटा चुनौती दिन्छु, कार्की आयोग पनि गोविन्द केसीकै मान्छे हुन्, त्यो उतैबाट चलेका मान्छे हुन्। र कार्की आयोगले ल ठिक छ, बच्चा मार्नलाई पुलिसलाई आदेश दिने रमेश लेखरक र केपी ओली जति दोषी छन् नि, त्यो बन्द कोठाभित्र बसेर यो सबै प्लान गर्ने मान्छे पनि त त्यति नै दोषी होलान् नि त, हुन् कि होइन? हो कि होइन भन्नुहोस् त? भनेपछि नि दुईटैलाई कारबाही गर्नुपर्छ। पहिला निश्चल खरेलले, आज पनि म देखाउँदैछु यो भिडियो एकदमै इम्पोर्टेन्ट छ। यो आज मैले देखाउने भिडियो छ नि, आज मैले त फर्स्ट देखाएँ, सेकेन्ड देखाएँ, थर्ड देखाएँ, आज फोर्थ भिडियो देखाउँदैछु। यस पछाडि अझै काठमाडौँका मेयर शोभिता गौतम लगायतका अझै कर्तुतहरू सहितको अर्को 5औं भिडियो पनि फेरि सार्वजनिक गर्छु, चुनाव हुनुभन्दा केही दिन अगाडि। यो पनि भनिवरी गर्छु, आज पनि गर्दैछौँ हामीले। 2013मै र 14मै यो देशमा कसैले भन्दैन सबै डराउँछ मरिन्छ भनेर। रे बाबा, मृत्यु त मृत्यु नै हो, मर न यार, एकपल्ट मर्दै हो, एकपल्ट जन्मिने हो, एकपल्ट मर्दै हो। कस्तो नामर्द भएर चाहिँ ऊ हिँडेको। 2013-14मै प्लान थियो यहाँ दलाई लामा जन्माउने। अब दलाई लामा जन्माउने दिन आयो, उता दलाई लामा मध्य प्रदेश हिमाचल प्रदेशमा मरेपछि फ्री टिपेटको लागि दलाई लामा जन्माउने प्लान यहाँ अहिले म देखाउँदैछु। 2014मा भएको थियो, आज 2026 भनेपछि कति वर्ष अगाडि? 12-13 वर्ष अगाडि भनेपछि गोविन्द केसीलाई कहिले सुताएको थियो? 79 साल भनेपछि आज 82 साल, 79 र 82 13 वर्ष भयो कि भएन? 13 वर्ष अगाडिदेखिको प्लान हो यहाँ।